दर्शकबिन यो दृश्य हो अहिले यो वीर अस्पताल अगाडिको दृश्य हो। यहाँ हामी एमालेको विभिन्न नेताहरूलाई देख्न सक्छौँ र्यालीमा। यहाँ एकदम नै आयो एमालेको जनलहर अहिलेको अवैधानिक सरकारलाई राजीनामा दे पूर्ण संसद विघटन गर भन्ने खालका नाराहरू हामी देख्न सक्छौँ दृश्यमा। यो दृश्य हो अहिले ठ्याक्कै वीर हस्पिटलको दृश्य हो। यो हामी पछाडि देख्न सक्छौँ वीर हस्पिटल। यहाँ निकै नै भिडभाड छ। हजारौँको सङ्ख्यामा एमालेका भातृ सङ्गठनहरूमा आबद्ध भएका युवा सङ्घ, नेसनल भोलिन्टियर फोर्स लगायतका विभिन्न जो चाहिँ नेकपा एमालेमा आबद्ध हुनुहुन्छ उहाँहरूलाई हामी देख्न सक्छौँ दृश्यमा। पछाडिको दृश्य तपाईँलाई म देखाइरहेको छु। यो दृश्य हो देख्न सक्छौँ। सँगसँगै राजनीतिक रूपमा चाहिँ आम युवालाई झन् विकृष्ट छर्ने, आम युवालाई झन् चाहिँ विकृतितिर अगाडि बढाउने अनि राज्यलाई नमान्ने, राज्यका सुरक्षा अङ्गहरूलाई नमान्ने, आफ्नो ढङ्गले तल बितल बनाउने जुन परिस्थिति सिर्जना भइरहेको छ, त्यो जेनजीका केही राम्रा रचनात्मक सुझावहरू र रचनात्मक आन्दोलनका कुराहरूलाई नेकपा एमालेले अगाडि बढाइ नै रहेको थियो। 22 गतेभन्दा अगाडि जुन चाहिँ विधान महाधिवेशन भयो त्यसमा युवा मैत्री विषयवस्तुहरू नेकपा एमालेको विधान महाधिवेशनबाट पनि अगाडि बढाइएको थियो। त्यो कुरालाई पनि ध्यानमा नराखिकन 22 र 23 र 24 गते जुन ढङ्गले 23 गते एउटा एक ढङ्गको परिस्थिति भयो र 24 गते चाहिँ राज्यका 3 व्यवस्थापिका कार्यपालिका, न्यायपालिका र चाहिँ कार्यपालिका, न्यायपालिका र अर्को चाहिँ हाम्रो चाहिँ व्यवस्थापिका जुन ढङ्गले 3टै अङ्गहरूलाई चाहिँ ध्वस्त बनाउने काम भयो। यसले चाहिँ समाजमा झन् विकृति ल्याएको छ। यसलाई चाहिँ सुशासनतिर अगाडि बढाउनु पर्छ भन्ने आजको यो हाम्रो र्यालीको मुख्य उद्देश्य रहेको छ। अब यहाँले जेनजी आन्दोलनको बारेमा जे भन्नुभयो यो कसैले उचालेको हो हैन? जेनजीको आन्दोलन त्यतिकै भएको त्यो त प्रश्नै छ नि। तपाईँको जेनजी आन्दोलन उचाल्ने कुरा, जेनजी आन्दोलनले चाहिँ को ठाउँमा चाहिँ त्यो दिन चाहिँ निर्वाचित व्यक्तिहरूले चाहिँ फेसबुक स्ट्याटसबाट आन्दोलनलाई अगाडि बढाउने, फेसबुक स्ट्याटसबाट युवाहरूलाई उचाल्ने अनि आन्दोलनको नेतृत्व गरेको छु भन्ने अनि जब विध्वंस भयो अनि आफै हराउने त तपाईँ हामीले प्रश्न देखेकै छौँ नि। ती व्यक्तिहरूको विषयमा अब यस्तो च्यालेन्जले चाहिँ नेकपा एमालेलाई केही पनि गर्न सक्दैन। नेकपा एमाले जनताको पार्टी हो। आज पनि तपाईँले देखिसक्नु भएको छ नि। अरू राजनीतिक दलहरू कहाँ छन्, नेकपा एमाले कहाँ छ, त्यो तपाईँहरूले प्रश्न देख्न सक्नुहुन्छ। अरू राजनीतिक दलहरू आज आफ्नो आन्तरिक व्यवस्थापन छ। त्यो जेनजी आन्दोलन जुन ढङ्गले नेपाली जनतालाई, नेपाली युवालाई उचालेर नेकपा एमालेको विरुद्धमा अगाडि बढाइएको थियो, नेकपा एमालेको नेतृत्वको विषयमा लिएर अगाडि बढाइएको थियो, त्यसको विरुद्धमा त देशैभरि नेकपा एमालेको माहौल कुन ढङ्गले अगाडि बढेको छ? सुशासन, सुन्नु न, सुशासनको विरुद्धमा नेकपा एमालेले त भनिरहेको छ त 46 सालभन्दा पछाडिका जति पनि भ्रष्टाचारका मुद्दाहरू छन् सबै अगाडि ल्याऊ। तर युवाहरूले त एमालेलाई विश्वास गरेको अवस्था छैन नि त पछिल्लो समयमा। भोलिन्टियर फोर्स जुन हामीले निर्माण गर्यौँ, नेसनल भोलिन्टियर फोर्स निर्माण गर्दा युवाहरूको उत्साहजनक उपस्थिति देखिसक्नु भएको छ। हाम्रो युवा र विद्यार्थीलाई नेतृत्व गर्ने जुन ढङ्गको एउटा चाहिँ अनेरा सुबिर युवा सङ्घ छ त्यसमा युवाहरूको तपाईँहरूले लहर देख्न सक्नुहुन्छ। र नेपालमा क्रियाशील रहेका अरू राजनीतिक दल र नेकपा एमालेलाई नै तपाईँहरूले कम्पेयर गर्न सक्नुहुन्छ। 23 र 24 गतेको आन्दोलन पछाडि अरू राजनीतिक दलहरू कहाँ छन् र नेकपा एमाले कहाँ छ तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। हामीले वडा तहदेखि, पालिका तहदेखि जिल्ला स्तरमा चाहिँ जुन अभियान हामीले सञ्चालन गर्यौँ र आज काठमाडौँ उपत्यकाको सन्दर्भमा पनि काठमाडौँ उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौँ र यहाँका अरू विभिन्न पेसागत जिल्ला कमिटीको जुन र्याली छ यो पनि उत्साहजनक र्याली तपाईँहरूले देखिरहनु भएको छ। आम नेपाली जनता, आम उपत्यकावासी, आम बुवा दाजुभाइ दिदीबहिनीहरू जे गर्छ यो देशमा नेकपा एमालेले गर्छ भनेर यो सडकमा आइरहेछन्। यो उपस्थितिलाई त तपाईँहरूले हेर्न सक्नुहुन्छ नि। जनसभामा उपस्थित भिडले नै प्रमाणित गर्छ त नेकपा एमाले नै देशका लागि सही हो, युवाका लागि सही हो भन्ने। 23 र 24 गतेको जुन जेनजीको नाउँमा आन्दोलन भयो, 23 गते चाहिँ तपाईँको जेनजी आन्दोलनको एकजना रक्षा बम भन्ने बहिनीले तपाईँको चाहिँ 5-7 वटा आन्दोलनका चाहिँ आचार संहिता भन्नुभएको थियो। त्यो आचार संहितामा चाहिँ उहाँहरूले हामी सडकका रेलिङ भाग्ने छैनौँ,
हामी चाहिँ बोट बिरुवा भाँच्ने छैनौँ, सडक फोहोर गर्ने छैनौँ, आन्दोलनलाई चाहिँ शान्तिपूर्ण ढङ्गले अगाडि बढाउने भनेर जुन आन्दोलन सुरु गरिएको थियो त्यो रचनात्मक थियो। त्यो आन्दोलन त्यसमा हामीले पोजिटिभ ल्याएको छौँ। त्यसपछि त्यो आन्दोलनलाई कसरी अगाडि बढाउन खोज्यो यसको त तपाईँहरूले प्रश्न देखिरहनु भएको छैन। भोलिपल्ट कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका तिनटै संरचनाहरू ध्वस्त भयो। अनि मुद्दा सुशासनको कुरा गर्ने अनि जहाँ जहाँ सुशासन सम्बन्धीका मुद्दाका फाइलहरू जुन अदालतमा छन् छानी आगो लगाउने अनि यो कुराको त कसले भण्डाफोर गर्छ? अहिले जेएनजीहरूले चाहिँ तपाईँहरूलाई एमाले भन्दैन कि 3 लिटर मासु भात भनेर भन्छन्, के भन्नु चाहनुहुन्छ? त्यो एउटा कुरा के छ भने एउटा स्ट्याम्प बनाएर छाप लगाएर अनि एउटा नेपाली कागजमा लेखेर फोटो खिचेर हालेर अनि त्यहाँ 3 लिटर मासु भात भन्ने नेकपा एमाले कार्यकर्ता विभिन्न स्टेपमा वडा तहदेखि कमिटीमा सङ्गठनमा आबद्ध भएर पार्टी बुझेर, समाज बुझेर, राष्ट्र बुझेर सङ्गठित भएको पङ्क्ति हो नेकपा एमालेको पङ्क्ति। यो अहिलेको यो हावादारी हुलमा के अरे हाहा र हुहु गर्दैको भरमा आएको पार्टी सङ्गठन होइन। यो सङ्गठनात्मक प्रणालीबाट अगाडि बढेको पार्टी हो। त्यस कारणले गर्दा नेकपा एमालेलाई अथवा नेकपा एमाले कार्यकर्तालाई राजनीतिक रूपमा होस् अथवा चाहिँ समाज परिवर्तन रूपान्तरणको एउटा अभियन्ताको रूपमा होस्, सुखी नेपाली समृद्ध नेपाल बनाउने प्रमुख अभियन्ताको रूपमा होस्, यो कुनै पनि राजनीतिक दल अथवा यो जेएनजीको नाउँमा जसले नेतृत्व गरिरहेछन् ती युवाहरूले ती पङ्क्तिहरूले भ्याउँदैन। किनभने समाजका धेरै परिवर्तन